काठमाडौँ सपनाको सहर, रङ्गीन दुनियाँले भरिएको सहर। जो कोही आफ्नो भविष्य बनाउने आशा लिएर काठमाडौँ पस्छ, त्यही सहरमा एउटा भविष्यको कामना गर्दै मेरो पनि आगमन हुन्छ। हुन त यो सहरसँग म 2-4 महिने पहिले नै परिचित भइसकेको छु र पुनः फर्केर आउँदिन पनि भनेर गएको हुँ। सायद भाग्यलाई मन्जुर थिएन होला त्यस्तो, आउनै पर्यो फर्केर। यति भन्दै गर्दा उसको मुखबाट एउटा लामो सिस्केर छुट्यो। म घरको कान्छो छोरा, परिवारमा त्यस्तो दुःख त थिएन, तर पनि मलाई विदेश जाने रहर चढ्यो। म घरमा जिद्दी गर्न थालेँ, तर उमेर र परिस्थिति नमिल्दा मेरो परिवार मलाई विदेश पठाउन राजी थिएन। घरमा कुरा विचार मिलेन, म काठमाडौँ आएँ। त्यसपछि बिस्तारै यहाँको माहौल बुझ्न थालेँ, देख्न थालेँ। कोही सरकारी गाडीमा हात हल्लाउँदै त कोही खाडीमा जाने प्लेनबाट हात हल्लाउँदै। म पशुपतिनाथ आर्यघाटमा पनि गएँ अनि देखेँ कोही आफ्नो अन्तिम सास छोडेर मुर्दा पनि लडिरहेका थिए त कोही त्यही मुर्दाको छेउमा केही नभए जस्तो गरी सन्ध्या आरतीको आनन्द उठाइरहेका थिए। आखिर किन रहेछ जिन्दगी भन्ने? आखिर किन रहेछ धन सम्पत्ति, रिस, राग, घमण्ड भनेको? मरेर जाँदा लाने आफूले कमाएको थोरै इज्जत, 4 काँध अनि एक अङ्गालो दाउरा। यति हुँदाहुँदै पनि मान्छे किन तथाड मथाड गर्दै घमण्ड गर्दै हिँड्छ? किन उसले बुझ्दैन जति नै धनको पछि लागे पनि आखिरमा आमाको काखमा अन्तिम सास फेर्न पाए उसले आनन्द हुन्छ भनेर। यति भन्दै गर्दा उसको बोलीमा भावुकता प्रष्टसँग बुझ्न सकिन्थ्यो। म उसको कुरा सबै सुनिरहेकी थिएँ। यत्तिकैमा उसले मौनतालाई भङ्ग गर्दै पुनः आफ्ना कुरा दोहोऱ्याउन सुरु गर्यो। यो सबै देखेपछि मलाई मेरो जीवनको महत्त्व महसुस भयो कि जीवन जिउनु छ त इज्जतले जिउनु छ, अर्काको गुलामी गरेर होइन। जुन अङ्ग्रेजले त हाम्रो देशलाई गुलाम बनाउन सकेनन्, त्यही अङ्ग्रेजको देशमा नेपालीहरू पैसा तिरी दास बन्न जान्छन् र गएका छन्। 12 पढ्यो, नेपालमा भविष्य छैन भन्दै बस्यो अनि विदेश गयो। आजकल त विदेश नजाने भने बेरोजगार भइन्छ, चाहे उसले नेपालमा नै विदेशभन्दा धेरै किन नकमाओस्। प्रसिद्ध हाम्रो कक्षाको केटा जोसँग म पहिलोपल्ट त्रिचन्द्र कलेजमा भेट भएँ। ऊ एकदमै राम्रो थियो, गोरो अनुहार भएको अनि सबैसँग खुलेर हाँस्ने बोल्ने खालको थियो। जो उसँग हाँस्थे, जो उसँग बोल्थे, ती सबैसँग ऊ छिट्टै नजिक हुन्थ्यो। माघ 11 गते पहिलोपल्ट उसलाई त्रिचन्द्र कलेजमा देखेँ। हेर्दै क्युट लाग्ने उसँग मलाई पनि बोल्ने मौका मिल्यो। भर्ना गर्न लेखा शाखामा दुवैजनाको एकैचोटि भेट भयो। मैले भने हाई, उसले पनि हेलो भने। मैले सोधेँ कुन सब्जेक्ट? उसले बिएससी भन्यो। मैले फेरि भने मेरो पनि बिएससी हो, कुन कम्बिनेसन हो तिम्रो? उसले फेरि उत्तर दियो एमसिजेड। मेरो पनि त्यही हो। अब बल्ल उसको नाम सुन्न मन लाग्यो र सोधेँ साँच्चै तिम्रो नाम के हो? प्रसिद्ध गेवाली। तिम्रो चाहिँ के? मैले भने श्रीना ढका। यसरी छोटो छोटो प्रश्न उत्तरमा पनि मैले लामो उत्तरहरू पाएको भान भइरहेको थियो। मैले पुनः कुराहरू अगाडि बढाएँ। तिम्रो मोबाइल नम्बर दिन मिल्छ? एउटै कम्बिनेसन र सब्जेक्ट भएपछि दुवैलाई पढ्न डिस्कस गर्न सजिलो हुन्छ। उसले पनि नम्बर दियो, मैले पनि दिएँ। मैले कहाँ बस्छौ भनेर सोद्धा पनि सोधिनँ र बिर्सेछु पनि। कस्तो भुलक कर्म भन्दा आफैले गाली गर्दै घर पुगेँ। घर पुगेर उसको एसएमएसको पर्खाइमा बसेँ। साँझ पर्दा पनि उसले एसएमएस गरेन अनि आफै एसएमएस गरेँ। ओइ के हो, साँझ बोलाउँला भनेपछि म्यासेज गर्नु पर्दैन? केही बेरको प्रतीक्षापछि उताबाट रिप्लाई आयो, सरी नम्बर सेभ गर्न बिर्सेछु। तिमी कता बस्छौ? मैले सोधेँ। उसले पुरानो बानेश्वर भन्यो। अनि तिमी? म सिना मङ्गल। बाटो एउटै नै परेछ, आउन जान सजिलो हुने भयो। मैले उत्साहित हुँदै भने। उसले मेरो होमा हो अनि हसमा हस मिलायो। ल भोलि कल गर्छु अनि सँगै जानुपर्छ है। उसले हुन्छ भन्यो। म कुरालाई अझ रमाइलो अनि उत्सुक बनाउन खोज्थेँ, तर उसको एक लाइन जवाफले बालुवामा पानी हाले जस्तै भएको। अब भने अलिकति रिस उठ्यो मलाई अनि मैले भने हे कस्तो हो, उत्सुक भएर बोल न, खाना खाएको होइनौ तिमीले? उसले हाँस्दै भन्यो, होइन त्यस्तो अलिकति थकाइ लागेको, अनि नयाँ मान्छेसँग बोल्दा अप्ठ्यारो त लागिहाल्छ नि। केही अप्ठ्यारो मान्नु पर्दैन, अनि के को नयाँ, हामीले एकअर्कालाई चिनेको दिनभन्दा बढी हुन लागिसक्यो। उसले केही नभनी हाँस्यो मात्र अनि म उसँग अलिअलि फ्लर्ट गर्न थालेँ। अनि के हो, हेर्दा त राम्रो छौ, सुरुमा त देख्दा आफ्नो मात्रै बनाऊ जस्तो लाग्ने। उसले पनि हाँस्दै भन्यो, मजाक नगर न।
यस्तै कुरामा मैले गर्लफ्रेन्ड बनाऊ भन्थेँ। उसले जिस्किएर तिमी पाए बनाउने नत्र पर्दैन भन्थ्यो। त्यसपछि हाम्रो औपचारिक भन्दा माथिको कुराकानी सुरु भयो। पहिलो दिन उसँगको भेटपछि भोलि पनि भेट होला भनेर सोचेकी थिएँ, तर ऊ अर्को दिन भने कलेज आएन। दिनभर कलेजमा बसेर साँझ घर एक्लै फर्किएँ उसको म्यासेजको प्रतीक्षामा। अनि घर पुगेपछि म्यासेज गरेँ, आज किन नआएको तिमी? हल्का सन्चो छैन, रुगा लागेको छ, केही दिन आउँदिन कलेज, उसले उत्तर दियो। उसलाई नै सधैँ देखिरहँ लाग्थ्यो, उसँगै गफ गरिरहँ लाग्थ्यो, तर पहिलो दिनपछि उसलाई भेट्न र देख्न भने पाएकी थिइनँ। बिहान कलेज जान्थेँ, उसको प्रतीक्षा गर्थेँ, साँझ फर्किन्थेँ, पुनः फेसबुकमा कुरा गर्थेँ च्याटको माध्यमबाट। यही रूपमा मेरो दिनचर्या चल्दै थियो। अन्ततः प्रतीक्षाको घडी समाप्त भयो। उसको रुगा अनि ज्वरो दुवै निको भइसकेको थियो। त्यसैले हामी दुवैजना भोलि सँगै कलेज जाने निदो गर्यौँ। एक हप्तासम्म हामी सामाजिक सञ्जालबाट एकअर्कासँग कुरा गर्दा गर्दै धेरै नजिक भइसकेका थियौँ। माघ 17 गतेको दिन बिहानको खाना खाइवरी म कलेज जानको लागि सिनामङ्गलबाट गाडी चढेँ। प्रसिद्धलाई पहिल्यै बानेश्वर आएर बस्नु तिमी भनेको थिएँ र फोन गरेँ। हेलो, कता छौ तिमी? उसले भन्यो, बाटोमा आएर बसेको छु, तिमी कता? म आउँदैछु, 10 मिनटमा आउँछु, यति भनेर फोन राखेँ। अनि कति बेला बानेश्वर आउँछ र उसलाई देखाउँ भन्ने सोचिरहेकी थिएँ। उसलाई नै भनेर मेरो छेउकै सिट पनि राखिदिएकी थिएँ। कोही आएर बस्न खोज्यो कि उसलाई पहिल्यै भन्थे, यो सिट रिजर्भ छ। बानेश्वर आयो अनि ऊ बसमा चढ्यो। मैले हात देखाएर यताउ भन्दै इसारा गरेँ। ऊ पनि मुसुक्क हाँस्दै मेरै छेउमा आयो र बस्यो। अब हाम्रो कुराकानी सुरु भयो, तर उही औपचारिक कुराकानी। बसले आफ्नो गति छोपिरहेको थियो। पुरानो बानेश्वर, सेतो पुल, मैतीदेवी, पुतली सडक हुँदै बागबजारसम्म आइपुगेको थियो भने हाम्रा कुराहरू चलिरहेका थिए। रत्नपार्क आएर बस रोकिएपछि हामी दुवैजना बसबाट झर्यौँ र त्रिचन्द्रतिर हिँड्यौँ। हामी बीचमा सुरुमा साथीको सम्बन्ध नै थियो। सायद त्यहाँभन्दा अगाडि यति छिटै सम्बन्ध बढाउन न उसले चाहन्थ्यो न त मैले नै। अब 4-5 वर्षसँगै त हो, किन हतार गरेर उसको नजरमा नराम्रो बन्नु, मेरो मनले सोचिरहेको थियो। अनि तिमीलाई कस्तो लागिरहेछ त काठमाडौँ? मैले सोधेँ। हुन त पहिले पनि बसेको हो 2-4 महिना, तर त्यति बेला बिरामी भएँ। त्यसो हुँदा फर्केर आउन भनेको थिएँ। आउनै पर्यो, के गर्ने, बाध्यता नै छ। अहिले त ठिकै छ, स्वास्थ्य पनि राम्रै चलिरहेको छ। आऊ क्याम्पसमा दिनभरि बस, जाऊ, रमाइलो भइरहेछ। यति भन्दै गर्दा हामी क्याम्पसको हाताभित्र प्रवेश गरिसकेका थियौँ। बिहानको 10:55 भएको थियो। 11 बजेबाट केमिस्ट्रीको क्लास सुरु हुन्थ्यो। त्यसो हुँदा हामी हतार हतार क्लासतिर गयौँ। त्रिचन्द्रमा ढिलो आउनेलाई बस्ने सिट पाउन उत्तिकै सजिलो थियो जति सजिलो काठमाडौँमा धुलो र धुवाँकोबाट मुक्ति पाउनु थियो। बल्ल बल्ल अन्तिम बेन्चमा बस्ने ठाउँ पायौँ। आज केमिस्ट्रीको क्लासमा इनअर्गानिक केमिस्ट्री थियो। त्यही त हो, एक त सरकारी टिचर अनि अन्तिम बेन्च र हल्ला गर्ने, सबै एउटै क्लासमा 100-150 जना विद्यार्थी। हामीलाई भने पढाइभन्दा बढी कुरा गर्ने मौका र एकअर्कालाई चिन्ने मौका बढी मिलेको थियो। सर आउनुभयो, लेक्चर सुरु भयो, तर हामी हाम्रै कुरामा व्यस्त थियौँ। लुडो खेल्दै हाम्रो कुरा सुरु हुन थाल्यो। तिम्रो पहाड घर कता? मैले सोधेँ। उसले प्रतिउत्तरमा नवलपरासी भन्यो। अनि तिम्रो कता भनेर सोध्यो। अहिले त मेरो पूर्व हो, तर धेरै भयो नगएको, उत्तर दिएँ। हामी लुडो खेल्दै कुरा गर्दै थियौँ। अगाडि बढिरहेको हाम्रो गोटीमध्ये एकाएक उसले मेरो गोटी काट्यो। मैले हाँस्दै भने, चिटर, मलाई गफमा उल्झाएर मेरो गोटी काटिदियो है। उसले खिस्सा हाँसेर दाँत मात्र देखायो, केही भनेन। खेल्दै गर्दा मैले 81 सोधेँ उसलाई, तिम्रो गर्लफ्रेन्ड छ कि छैन? उसले मुस्कुराइरहेको अनुहार एकाएक मलिनो बनायो। मैले आफूले केही गलत बोले कि भन्ने सोचेर उसलाई सम्झाएँ। मैले केही गलत बोलेको भए सरी। उसले मलिन हुँदै भन्यो, होइन, तिम्रो केही गल्ती छैन, सायद गलत मेरो भाग्य थियो। जुन समयबाट म गुज्रिएर आएको थिएँ अनि आज त्यही प्रश्नले एकाएक मेरो बल्झिएको घाउ पुनः ताजा हुन पुग्यो।
हुन त सानो कुरा भएको भए उसले गर्लफ्रेन्ड छैन भनेर अझ सजिलो बनाइदिन सक्थ्यो, तर उसको बितेको समयमा उसले धेरै नै दुःख पाएको होला। त्यसो हुँदा उसको अनुहार एकाएक अँध्यारो हुन पुग्यो। त्यो देखेर मलाई आफैलाई नरमाइलो लाग्यो। कुरालाई अर्कोतिर मोड्दै मैले सम्झाएँ, छोड यो कुरा, हामी हाम्रो लुडोलाई नै निरन्तरता दियौँ। फेरि हामी आफ्नै गेमलाई अगाडि बढायौँ। गेम सकिँदा कक्षाको 30 मिनट सकिसकेको थियो। सरले अगाडि के पढाए के गरे हाम्रो दिमागमा केही थिएन, थियो त बस हाम्रो गेम मात्र। सुरुमा आफ्नै गटी घरभित्र पुर्याएर उसले गेम जित्यो। त्यो देखेर ल बधाई छ है भने। अघिबाट मलिन भएको उसको अनुहार अलिअलि चम्किन थाल्यो। म पनि मनै खुसी भएँ। केमिस्ट्री सकिसकेपछि माइक्रोबायोलोजी सुरु हुन अगाडि 40 मिनटको ब्रेक हुन्थ्यो। त्यो समयमा हामी एकअर्कालाई अझै बुझ्ने कोसिसमा थियौँ। माइक्रोबायोलोजी सुरु हुन अगाडिको 40 मिनटको समयमा हामी क्लासमा गइसकेका थियौँ, किनकि पहिले गएर नबस्थे फेरि केमिस्ट्रीमा झैँ सिट पाइँदैन थियो। त्यसो हुँदा हतार गए पनि छैठौँभन्दा अगाडि बेन्चमा हामीले सिट पाउन सकेनौँ। हुँदै नहुनु भन्दा कानुमामा बेस भनेर त्यही बेन्चमा बस्यौँ। अघि मेरै कारणले मलिनो भएको उसको अनुहार केही समयपछि मेरै कारणले उज्यालो पनि भएको थियो। अब मलाई चेतना भइसकेको थियो कि मैले यसरी उसलाई गर्लफ्रेन्ड छ कि छैन भनेर सोध्नु हुँदैन। पछि अलि नजिक भएपछि उसलाई बताउन सजिलो लागेपछि बल्ल सोध्छु भनेर त्यो कुरा मनमै दबाएर राख्ने निधो गरेँ मैले। ऊ कहिले मोबाइल त कहिले कक्षामा आउने विद्यार्थीलाई हेरिरहेको थियो। मैले उसलाई एकटकले हेरिरहेको थिएँ र बेला बेला मुसुक्क मुस्कुराउँथे पनि। यसरी मुस्कुराउँदा उसको अनुहारमा पनि नसोचेको मुस्कान आउँथ्यो र उसले हाँस्दै के भयो पागल केटी भन्थ्यो। म उसलाई बिस्तारै को पागल, तिमी पागल भनेर पिटे जस्तो गर्थेँ। त्यही लुडो पनि कति खेल्नु, अरू कुनै गेम खेलौँ न त, मैले प्रस्ताव राखेँ। होइन लुडो नै खेलौँ, समय पनि जान्छ उसले भन्यो। अघि रातो र हरियो गटी खेलेका हामी अब भने निलो र पहिलो गटी लिएर खेल्न सुरु गर्यौँ। उही गेम उही हामी, बस फरक थियो त 40 मिनटको समयको मात्र। भाग्यले साथ दिएर होला यसपालिको गेम प्रसिद्धको नभई मेरो हुन पुग्यो। उसलाई चिडाउन र जिस्काउन थालेँ। त्यो देखेर उसले हाँस्दै भन्यो, मक्ख पर, यो गेम त तिमीलाई जित्न दिएको हो। मैले पनि अझै गिज्याउँदै भने, खुब मैले नै जितेको हो। मेरो खुसीमा उसले पनि आफ्नो सहभागिता जनाएको मलाई अलिअलि महसुस भइरहेको थियो। उसँग हुँदा, उसँग बस्दा, हाँस्दा समय गएको पत्तो हुँदैन थियो। लाग्थ्यो कि म अहिले अर्कै दुनियाँमा छु, जहाँको राजा प्रसिद्ध अनि रानी म हो, जहाँको खुसी पनि उही हो, दुःख पनि उही, अनि हाँसो पनि उही र रोदन पनि। यसरी समय बितेको पत्तै नपाई माइक्रोबायोलोजीको क्लास सुरु भयो। समस्या सधैँको एउटै त हो, पछाडि बसेपछि अगाडि नसुनिने। अनि मैले आफ्नो कुरालाई अगाडि बढाउँदै सोधेँ, सुन न, तिमीलाई के कुरामा मन लाग्छ, मतलब तिम्रो सपना भविष्य के हो? मलाई जीवनमा एकचोटि सरकारी पावर पाउन मन छ, ताकि मेरो अगाडि आज मलाई नराम्रो भन्नेहरू पछि मलाई नै देखेर झुकुन् र तिनीहरूको काम मेरै हातबाट गर्नु पर्यो। साथै पेन्टिङ गर्न र चित्रकारिता पनि मनपर्छ। कहिलेकाहीँ बढी सोच्न थाल्यो भने ती कुरालाई शब्दजालमा बुन्न थाल्छु, उसले भन्यो। तिमीलाई के मनपर्छ? उसले फेरि सोध्यो। मलाई? म अकमक्क भएँ एकछिन त। अनि भने, मलाई कथाहरू पढ्न र लेख्न मनपर्छ। एक मनले त के मनपर्छ भन्दा तिमी मनपर्छ भन् भनेर आवाज आइरहेको, तर दिमागले आफूमा काबु राख, दुःख पाउलिस भनेर गाली गर्यो। मनभन्दा मस्तिष्कको कुरालाई बढी प्राथमिकता दिँदै मैले सोझै उत्तर दिएँ। माइक्रोबायोलोजीको आजको पढाइको टपिक थियो कन्ट्रोल अफ माइक्रो अर्गानिजम, तर मेरो मनले भने कन्ट्रोल अफ प्रसिद्धको मन पढिरहेको थियो। सायद यहाँभन्दा अगाडि मेरो कुनै तितो विगत थिएन। त्यसो हुँदा मलाई किन छिट्टै एकतर्फी प्रेमको आभास भइरहेको थियो, तर आफूलाई काबुमा राख्दै उसले थाहा नपाओस्, अहिले थाहा भए फेरि नराम्रो लाग्छ भन्ने सोचेर कुरा दबाइरहेको थिएँ। केमिस्ट्रीको लागि ग्राउन्ड फ्लोर, माइक्रोबायोलोजीको लागि टप फ्लोर र जुलोजीको लागि पहिलो फ्लोरको क्लास थियो। क्लास सकिने बित्तिकै विद्यार्थीहरू भेडा बाख्रा चाहिँ गुरुरु दौडेर जुलोजी क्लासतर्फ लागे। पहिले गए पनि अगाडि बसेर पढ्ने होइन, त्यसो हुँदा अन्तिममा निस्कौँ न प्रसिद्ध, मैले भने। उसले पनि हुन्छ भन्यो।
लगभग आधाभन्दा बढी विद्यार्थी निस्किएपछि हामी निस्कियौँ। तर राम्रो भाग्य, ढिलै गए पनि 2 जनाको ठाउँ तेस्रो सिट बेन्चमा भएको हुँदा त्यहीँ बस्ने मौका पायौँ। अहिलेसम्म हाम्रो क्लासमा न प्रसिद्ध न मेरो कोहीसँग पनि मित्रता गाँसिएको थिएन। त्यसो हुँदा हाम्रो बीचमा बोल्न, हामीलाई बाधा बन्न कोही आउँदैन भन्ने कुरामा म विश्वस्त थिएँ। हरेक क्लास सकिएपछि 40 मिनटको ब्रेक हुन्थ्यो। त्यसो हुँदा खासमा पढाइ हुने समय 2 घण्टा भए पनि बाँकी 2 घण्टा ब्रेक हुन्थ्यो। जोडीहरूलाई त यो सुनमा सुगन्ध भरे जस्तै थियो अनि बाँकी घरमा छिटो जान खोज्नेहरूलाई जेल जस्तो। यही जोडीमा अलिकति फुलको कोपिला चाहिँ उम्रिएका मात्र थियौँ हामी। त्यसो हुँदा हामीलाई घर जानभन्दा बसेर गफ गर्न रमाइलो हुन्थ्यो। कहिले म प्रसिद्धको मजाक उडाउँथेँ, कहिले उसले मेरो मजाक बनाउँथ्यो। जुलोजी क्लासभरि पनि हामी गफमै मस्तमगन थियौँ। कहिले उसलाई जिस्काएर पिटे जस्तो गर्यो, कहिले उसको मजाक बनायो। मानौ कि हामी एक्लै छौँ र हाम्रो वरिपरि कोही छैन। तर कहाँ त्यस्तो, पुरै क्लास त्यहाँ हुन्थ्यो तापनि हाम्रो रमाइलो चलिरहेको हुन्थ्यो। अरूसँग हामीलाई कुनै मतलब हुन्थेन र हामीलाई पनि अरूको कसैको मतलब हुन्थेन। 2:20 क्लास सकियो र त्यसपछि हामी क्लास बाहिर निस्कियौँ। मैले भने, गाडी यही जमल अगाडि नै आउँछ, तर हिँड न, आज आरएनएसीसम्म हिँड्दै जाउँ हामी। त्यहीँबाट गाडी चढाउला नि, हुन्न र? हिँडाइ पनि हुन्छ, हल्का ठाउँ पनि चिनिन्छ। उसले ल जाउँ न त भन्यो। हामी त्रिचन्द्रबाट निस्कियौँ। त्यसपछि हामी रत्नपात पुलबाट दाहिने लिएर अगाडि बढ्यौँ। मैले उसलाई सोधेँ, प्रसिद्ध, के म तिम्रो हातमा हात अल्झाएर हिँडौँ? उसले केही नभनी हल्का अचम्म परेको भावले मतिर हेर्दै टाउको हल्लायो। काठमाडौँमा त यो सामान्य हो, किन अचम्म हुन्छ र? म भएको छैन अचम्म, तर उसको अनुहारमा खुसी मिश्रित अचम्मितता छर्लङ्गसँग देखिन्थ्यो। मानौ मैले हात अल्झाएर हिँडेकोमा उसलाई खुसी पनि लागेको छ र अलिकति डर पनि। तर उसको डरको पर्वाह नगरी मैले मात्र खुसीलाई अगाडि बढाउँदै हातमा हात अल्झाएर खुसी खुसी हिँडिरहेँ। भोटाइटी जाने पुल क्रस गरेपछि हामी देब्रेतर्फ मोडियौँ। साँच्चै तिम्रो मनपर्ने खानेकुरा के? मैले सोधेँ। उसले भन्यो, चिकन मोमो। अनि तिम्रो? मैले त मेरो बफ मोमो हो भने। उसले के भन्छ भन्ने सोचेर मात्र मन चोर्न भनेकी थिएँ। मैले एकचोटि मात्र चाखेकी के थिएँ, त्यही नै भमिट गरेँ। कहिले खान्न पनि भनेकी थिएँ। हो, त्यस्तो मिठो लाग्छ तिमीलाई? मैले त अझैसम्म खाएको छैन, खान पनि मन लाग्दैन। धत लाटा, तिमीले कस्तो रियाक्सन दिन्छौ भनेर मात्र त्यसो भनेकी नि, नत्र मैले पनि खाँदिनँ, चिकन मोमो नै हो, मैले भने। थाहा थियो, तिम्रै मुखबाट सुन्नु थियो, त्यसो हुँदा अचम्म परेको रियाक्सन नदिएको। उसले हाँस्दै भन्यो, हेर हेर, यो मान्छे कति बाठो, मैले नै बुनेको जालमा मलाई नै फसाइरहेछ। पाइँदैन है यस्तो भनेर केटाकेटी जस्तो बचपना देखाउँदै रिसाए जस्तो गरी अल्झाएको हात छुट्याउन खोजे। उसले ल सरी, मजाक गरेको मात्र हो भनेर हाँस्दै भन्यो। साँच्चै तिम्रो जन्मदिन कहिले? मैले त सोध्न पनि बिर्सेछु। भाद्र 20। अनि तिम्रो कहिले? उसले फेरि सोध्यो। मेरो त कार्तिक 20 हो, मैले उत्तरको प्रत्युत्तर फर्काएँ। गफ पतालमा हामी वीर हस्पिटल, सैनिक कल्याणकारी भवन, न्यू रोड गेट कति बेला कटेछौँ पत्तै भएन। एकैचोटि न्यू रोड गेट पर बसहरू देखेपछि बल्ल हामी आरएनएसी आइएछ भनेर भान भयो। तिमीसँग आउँदा त के हो, कति छिटो आयौ त? बाटो छोटो बनायो कि के जादु गर्यो? मैले हाँस्दै भने उसलाई। होइन, बोल्दै हिँड्दा समय अनि बाटो गएको पत्तो हुँदैन। आफूलाई मन परेको मान्छेसँग कुरा गर्दै हिँड्दा समय छिटो जान्छ भन्थे, हो रहेछ। मलाई साँच्चै नै आज अनुभूति भयो। त्यसपछि हामी गाडी कुर्न थाल्यौँ। गाडीहरूको यति धेरै भिड हुन्थ्यो अनि मान्छेहरू पनि उत्तिकै। कोही बसका कन्डक्टर चिच्याउँथे, गौशाला, चावेल, बौद्ध भने कोही बसका कन्डक्टरहरू पुतली सडक, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर भने कोही गाडी बालाजु बस पार्क, माछा पोखरी, नयाँ बस पार्क भन्दै कराउँथे। बोलाउनेको भिड पनि उत्तिकै अनि गाडीमा चढ्नेको पनि। त्यही भिडमा बसेर हामी दुई पनि आफ्नो गाडी कुरिरहेका थियौँ। यत्तिकैमा परबाट आवाज सुनिन थाल्यो। कमल पोखरी, ज्ञानेश्वर, मैत्रीदेवी, पुरानो बानेश्वर, सिनामङ्गल हुँदै एयरपोर्ट। हो, यो आवाज त्यही बसबाट आइरहेको थियो जुन बसको पर्खाइमा हामी थियौँ। दिगो सार्वजनिक यातायात।
हामी बसमा नचढ्दासम्म उसको हातमा मेरो हात अल्झिएकै थियो। एकछिन चढुन्जेल हात छोडे अनि अन्तिमतिरको 2वटा सिटमा गएर हामी बस्यौँ। झालमा प्रसिद्ध बस्यो अनि उसको छेउमा म। पुनः उसको हातमा हात अल्झाएँ मैले। यति बेला ऊ बाहिरतर्फ हेरिरहेको थियो, मानव कि उसले केही सोचिरहेको छ। मैले के भयो तिमीलाई, के सोचेर टोलाएको भनी सोधेँ। उसले होइन, यत्तिकै बाहिर मात्र हेरेको, टोलाएको छैन भनेर कुरा लुकायो। तर उसको आँखाले कौतूहलता र मनको प्रश्नलाई पानी जस्तै छर्लङ्ग देखाइरहेका थिए। बताउ न बताउ, मैले उसलाई कर गरिरहे, तर उसले केही होइन भनेर टारिरह्यो। मलाई बाहिरको दृश्य हेर्न मनपर्छ, त्यही भएर हो भन्यो। मैले उसलाई गाना सुनाऊ भनी आग्रह गरेँ। उसले हुन्छ भन्यो। मैले मोबाइल निकालेँ, उसले इयरफोन, अनि दुवैले एक-एकवटा कानमा लगायौँ। उसले गीत बजायो। उसको प्लेलिस्टमा त्यस्तो ऱ्याप रक्स गानाहरू थिएनन्, तर थिए त केवल नेपाली अनि 2-4 हिन्दी गानाहरू र 2-4 अङ्ग्रेजी गाना। हामी हाम्रै गीत सुन्नमा व्यस्त भयौँ। बस आफ्नै गतिमा हिँडिरहेको थियो। खलासी दाइ ढोकामा बसेर कराइरहेका थिए। मैती देवी पुरानो बानेश्वर सिनामङ्गल एयरपोर्ट। बस सुन्दारा वीर हस्पिटल जमल हुँदै बागबजारबाट पुतली सडकको लागि छिर्यो। गीत सकिँदै गर्दा उसको प्लेलिस्टमा एउटा अनौठो आवाज सुन्न पुगेँ मैले। साइग्रेससँग मनका कथामा यहाँहरूलाई स्वागत छ। उसले त्यसलाई हटाएर फेरि गीत लगाउन खोज्यो। मैले रहन देऊ न, स्टोरी सुन्दै जाउँ न त भने। उसले हस् भनेर त्यही बज्न दियो। स्टोरीमा पनि एकतर्फी प्रेम गर्ने व्यक्तिको बारेमा थियो। त्यसो हुँदा त्यो ठाउँमा आफूलाई परिकल्पना गर्दै कति बेला अल्झिएको हातसँगै उसको काँधमा आफ्नो टाउको राख्न पुगेछु, थाहा भएन। जसँग भए म र उसलाई सरी भने। उसले केही हुँदैन, अड्याउ टाउको भनेर अनुमति दियो। म पनि के कम, बर्खामा पानी पर्दा जसरी मयूर पङ्ख फिजाएर नाच्छ त्यसै गरी फुरुङ्ग हुँदै उसको हातमा हात अल्झाएँ अनि उसकै काँधमा टाउको अडाएँ। उसको झर्ने ठाउँ आउँदै नआओस् र निरन्तर यस्तै उसको काँधमा टाउको अनि हातमा हात अल्झाएर बसिरहन पाउँ लागिरहेको थियो। नभन्दै मैती देवी हेर्दा हेर्दै सेतोपुल र पुरानो बानेश्वर पनि आइपुग्यो। बस कति छिटो कुदेको भन्दै मनमनै ड्राइभरलाई गाली गर्ने। उसले ल राम्रोसँग जाऊ है भनेर आफ्नो हातबाट मेरो हात छुटायो र काँधबाट टाउको पनि बिस्तारै हटायो। मलाई एकछिन त रुन्छु जस्तै लागेको थियो, तर भोलि फेरि बिहान भेट हुन्छ भन्ने सोचेर गरौँ मनसँग उसलाई हुन्छ तिमी पनि राम्ररी जाऊ है भनी बिदा दिएँ। मेरो आँखामा टिलपिल आँसु भएको थियो, तर आफूलाई सम्हाल श्रीना, ऊ घर मात्र गएको। फेरि तँ पनि त घर गएपछि कुरा भइहाल्छ नि भनेर आफैलाई सम्झाएँ। कति बेला घर पुग्छु भएको थियो र घर गएर उसको म्यासेज हेर्न म आतुर थिएँ। 10 मिनटपछि घर पुगेँ अनि मोबाइलमा म्यासेज चेक गरेँ। उसको म्यासेज आएको रहेछ। म पुगेँ भनेको होला भनेर हेरेँ, तर मैले जुन कुराको कल्पना गरेकी थिइनँ त्यही म्यासेज उसले गरेको थियो। मैले उसको म्यासेज पढ्न सुरु गरेँ। श्रीना, त्रिचन्द्रमा मेरो पहिलो भेट तिमीसँगै भयो। मेरो एउटा नमिठो अनि तितो विगत छ जुन विगतलाई म बिर्सिन खोजिरहेको थिएँ। एउटा यस्तो व्यक्तिको खोजीमा थिएँ जसले मसँग समय बिताओस्, मलाई बुझोस्, मेरो खुसी देखेर खुसी होस्। सायद मैले त्यस्तो व्यक्ति भेटिसकेको छु। थाहा छैन मैले गरेको निर्णय कत्तिको सही छ वा गलत छ, तर मेरो नजरमा तिमी मेरो लागि एउटा बुझिदिने साथी, एउटा बुझिदिने पार्टनरको रूपमा स्थापित भइसकेकी छौ। मलाई खुसी बनाउन गरेको तिम्रो सानो सानो प्रयास अनि दिनभरि हातमा हात अल्झाएर बसेकी तिमी, घर आउँदा टाउकोमा टाउको अडाउन लिएको तिमीले अनुमति र सानो सानो यस्तै कुराहरूले मलाई भित्रसम्म छोएको छ। मैले सोचेको कत्तिको सही छ, मेरो निर्णय कत्तिको सही छ म भन्न सक्दिनँ, तर तिमीसँग 4 वर्ष मात्र होइन, सधैँको लागि एक हुन मन छ। एउटा नमिठो विगतले प्रेमबाट मलाई भरोसा उठेको थियो, तर आज तिम्रै कारण पुनः विश्वास गर्ने भएको छु। आशा छ यो विश्वासलाई तिमीले तोड्ने छैनौ।
हाम्रो प्रेम सम्बन्ध सुरुवात गर्न केही समय लाग्ला, तर त्यो प्रेमको असली पात्र तिमी नै हुनेछौ। यो कुरामा तिमी ढुक्क बस्छौ। केही समय लाग्ला एकअर्कालाई बुझ्न, केही समय लाग्ला एकअर्कालाई चिन्न, तर त्यो पश्चातको मिलन एउटा सुन्दर बिहानी लिएर आउनेछ, नयाँ आशाका किरणहरूसँग। अहिलेलाई यति मात्र भने है। आशा छ तिमीले पनि सकारात्मक प्रतिक्रिया दिनेछौ। धेरै धेरै माया, छोटो समयमा चिनेको एउटा लामो यात्राको यात्रीबाट। यति पढ्दै गर्दा मेरा आँखाबाट बरर आँसु बगिरहेका थिए, जुन खुसीका आँसु थिए।